स्टक एनालाइसिस को यस भिडियोमा चाहिँ हामी शिवश्री हाइड्रोपावर लिमिटेड को एनालाइसिस गर्नेछौँ। यो स्टकको चार्टमा हेर्छौँ भने यसमा अप्पर साइडको यो ट्रेन्ड लाइनमा चाहिँ प्राइसले रेजिस्टेन्स लिइरहेको थियो। त्यस्तै गरी लोवर साइडको ट्रेन्ड लाइनमा चाहिँ प्राइसले सपोर्ट लिइरहेको थियो। यो रेन्जको ब्रेकआउटसँगै बढेको यो स्टकको प्राइस चाहिँ केही समय फेरि पनि एउटा रेन्ज भित्र रहेको थियो र यो रेन्जको ब्रेकआउट गरेसँगै यो स्टकले चाहिँ 256 को लेभलतिरको चाहिँ टार्गेट एचिभ गरेको छ र यसमा चाहिँ बेयरिश क्यान्डल बनेको छ। सम्भवतः यो 256 को जोनतिर चाहिँ यो स्टकमा चाहिँ प्रॉफिट बुकिङ आउन सक्ने देखिन्छ, जसको कारण यो स्टकको प्राइस केही दिन साइडवेज अथवा थोरै करेक्सन हुन सक्ने देखिन्छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई सर्ट टर्मको लागि बाइङ गर्नु भएको थियो भने यो 256 को जोनतिर चाहिँ प्रॉफिट बुकिङका लागि पनि हेर्न सक्नुहुन्छ र यदि तपाईहरुले चाहिँ लङ टर्मको लागि बाइङ गर्नु भएको थियो भने यो स्टकलाई फेरि पनि होल्ड गर्न सक्नुहुन्छ र नेक्स्ट टार्गेटसम्म चाहिँ हेर्न सक्नुहुन्छ। साथै यसमा नयाँ बाइङ गर्न चाहने हो भने अहिलेको लागि चाहिँ 220 को लेभलमा पहिलो सपोर्टको जोन रहेको छ र 205 को लेभलमा चाहिँ दोस्रो सपोर्टको जोन रहेको छ र प्राइस करेक्सन भएर यो 220 को जोनतिर आउँछ भने यो जोनतिर चाहिँ एग्रेसिभ र रिस्की बाइङ हुनेछ। यदि यसमा चाहिँ कन्फर्मेसन र सेफ साइडले बाइङ गर्ने हो भने प्राइस फेरि पनि करेक्सन भएर 205 को जोनतिर आउँछ भने त्यस्तो अवस्थामा चाहिँ यसलाई नयाँ बाइङका लागि हेर्न सकिनेछ। यसमा स्टप लसको कुरा गर्ने हो भने 187 को लेभलतिर हुनेछ भने टार्गेटको कुरा गर्दै गर्दा 256 को लेभलमा पहिलो टार्गेटको जोन रहनेछ भने 272 को लेभलतिर चाहिँ दोस्रो टार्गेटको जोन रहनेछ।